नमस्कार सबैजनालाई। भोलि अब बन्ने नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण चैत्रको महिना 13 गते दिउँसोको समय 12:34 को समयलाई शपथ ग्रहणको समय भनेर तोकिएको छ। विशेष गरी ज्योतिषशास्त्र अनुसार भोलि चैत्र 13 गते 12:34 को समयको कुण्डली कस्तो बन्नेछ, कस्ता किसिमका योगहरू रहेका छन्, यो बारेमा भने तपाईँलाई जानकारी गराउन गइरहेको छु। विशेष गरी मिथुन लग्न बनेर जानेछ त्यो समयमा। नवमी सकिएर दशमी तिथि प्रारम्भ भएर जानेछ। तथापि बिहानको समय भने नवमी तिथि नै हुनेछ। सिद्धिदात्री र चण्डिकाको आराधना गर्ने शुक्ल पक्षको नवमी तिथि विशेष गरी सिद्धिदायक हुनेछ। सबै कुराहरू सिद्ध भएर जानेछन्। साधना, तन्त्र र सिद्धिका लागि अत्यन्तै उपयुक्त दिन मानिएको छ शुक्ल पक्षको नवमी तिथि। विशेष गरी शुक्ल पक्षको नवमी र शुक्रबार परेमा अझ यसको फलमा दोब्बर वृद्धि भएर जान्छ भनेर शास्त्रमा भनिएको छ। त्यसै गरी शपथ गर्ने समयमा भने दशमी तिथिको प्रारम्भ भएर जानेछ। पूर्णा तिथि रहने दशमी तिथि विशेष गरी रावणमाथि रामको विजय प्राप्त भएको समय र विभिन्न किसिमका सरकारी र राजनीतिक कार्यहरू आरम्भ गर्दाखेरि अत्यन्तै सर्वश्रेष्ठ भएर जानेछन्। त्यो समयमा हरेक किसिमका कार्यहरू बनेर जान सक्ने समयलाई शुक्ल पक्षको दशमी तिथिसँग जोडिएर हेर्ने गरिन्छ। पुनर्वसु नक्षत्र त्यो समयमा रहनेछ। पुनर्वसु नक्षत्र जुनसुकै कार्य सिद्धिका निम्ति अत्यन्तै शुभ हुनेछ। कर्कट राशिमा चन्द्रमा आएर बसिएको अवस्था परेर गएको छ त्यो समयमा र लग्नको हिसाबले हेर्ने भने लग्नको देवगुरु बृहस्पतिलाई शुभ नै मानिएको छ। देवगुरु बृहस्पतिको पञ्चम दृष्टि विशेष गरी बुद्धि स्थानमा गएर दृष्टि लगाइरहेको छ, जसको कारणले गर्दाखेरि लामो योजना बनाएर काम गर्न सक्ने वातावरण भन्ने देखिन्छ। सप्तम स्थानमा देवगुरु बृहस्पतिको दृष्टि परेर जानेछ। त्यसकारणले गर्दा छोटा मोटा सहकारीहरूका निमित्त पनि दीर्घकालीन योजनाहरू बनेर जानेछन्। नवौं दृष्टि भाग्य र धर्म स्थानमा परेर जानेछ। विभिन्न धार्मिक अनुष्ठानहरूमा सहभागी हुने र धार्मिक भ्रमण पनि भएर जानेछन्। हामीले सुनिरहेका छौँ शपथ ग्रहणकै बेलामा विभिन्न धार्मिक कार्यहरू गरेर शपथ ग्रहणको आयोजना गरिने भएको छ। देवगुरु बृहस्पतिको प्रत्यक्ष प्रभाव यसैलाई मूल्याङ्कन गर्न सकिन्छ। चन्द्रमा वाणी स्थानमा आफ्नै घरमा गएर बसेका छन्। त्यसकारणले उहाँले बोल्ने र अरूसँग सम्बन्ध स्थापित गर्ने कुरा सहज ढङ्गबाटै अगाडि बढ्ने अवस्था देखिन्छ भने राज्य स्थानमा सूर्य र शनि देवगुरु बृहस्पतिको घरमा गएर बसेको अवस्था छ। सूर्य कारकै मानिन्छ, शनिलाई पनि दशम स्थानमा राम्रै मानिन्छ। दीर्घकालीन योजनाहरू, दीर्घकालीन महत्त्व राख्ने विषयहरूमा यो सरकारले काम गर्न सक्ने अवस्था देखिएको छ। बुध र राहुको संयुति भने भाग्य स्थानमा गएर बसेको अवस्था देखिन्छ। त्यसकारणले यो सरकारको भाग्य दुईटा कुरामा निर्भर हुने अवस्था देखिन्छ। एउटा कुरा नहुने कुराहरूको अथवा गर्न नसकिने कुराहरूको आश्वासन भने जनतालाई दिएन भने यो सरकार लामो समयसम्म टिक्ने अवस्था देखिन्छ। अर्को कुरा फाइनेन्सियल सेक्टरलाई ब्यालेन्स गर्न सक्ने अवस्था, आर्थिक सन्तुलन कायम गर्न सक्ने अवस्था यो सरकारले गर्यो। रोजगारी सिर्जना गर्न सक्ने अवस्था यो सरकारले गर्यो। व्यापार व्यवसायलाई निर्विघ्न ढङ्गबाट सञ्चालन गर्नका लागि नीतिहरू यसले ल्यायो भने यो सरकारको लागि अति महत्त्वपूर्ण बनेर जाने अवस्था देखिएको छ। तथापि आफ्नै पार्टीभित्र आफ्नो सङ्गठनसँग जोडिएका मान्छेहरूको आर्थिक लेनदेनसँग सम्बन्धित विषयहरूमा भने यो सरकार कठोर भएर अगाडि बढ्यो भने यो सरकार लामो समयसम्म रहन सक्ने अवस्था भने देखिएको छ। र विदेश नीति, परराष्ट्र नीतिलाई भने यसले अलिकति सन्तुलन गर्नुपर्ने चुनौती भने यसमा बढी मात्रामै देखिएको छ। यसले परराष्ट्र नीतिलाई कसरी विश्लेषण गर्ने हो, कसरी सन्तुलन मिलाएर अगाडि बढ्ने हो भन्ने कुराको चुनौती भने यसमा थपिएको अवस्था देखिएको छ। शनिको त्यस्तो दृष्टि
विदेश भावमा गएर बसेको अवस्था छ, जसको मालिक सुख र आम्दानीको घरमा गएर बसेको अवस्था छ। त्यसकारणले छिमेकी राष्ट्रहरूलाई परराष्ट्र नीतिलाई यसले सन्तुलन ढङ्गबाट अगाडि बढायो भने आम्दानीमा वृद्धि हुने योग पनि बनिरहेको अवस्था भने यहाँबाट देखिएको छ। यति भन्दै विजयादशमीको दिन, विजयादशमीको मुहुर्तमा शपथ ग्रहणको आयोजना हुँदैछ। सर्वप्रथम नयाँ बन्ने प्रधानमन्त्रीलाई हार्दिक मङ्गलमय शुभकामना र एउटा मात्र सुझाव, विजया यन्त्र स्थापना गर्न भने भोलिको दिन नबिर्सनुहोला। विजया यन्त्र स्थापना गरेर तपाईँले शपथ ग्रहण गर्नुभयो भने तपाईँ र तपाईँको सरकार, तपाईँको नेतृत्वको सरकार सफल भएर जानेछ। धन्यवाद, नमस्कार।